खोइ कसरी हार्दिक श्रद्धाञ्जली भन्नु मेरो भाइ। तिमीलाई हार्दिक श्रद्धाञ्जली भन्न पनि यो मेरा ओठहरू पुरै कामिरहेको छ। हार्दिक श्रद्धाञ्जली लेखौँ भने पनि यो मेरो हातको औलाहरू पुरै कामिरहेको छ भाइ। कसरी हार्दिक श्रद्धाञ्जली भन्नु म तिमीलाई? हिजो भर्खरसम्म तिमी मसँग बोलिरहेको मेरो भाइ आज यो संसार छोडेर जानुभएको छ। तिमी जहाँ भए पनि धेरै खुसी भएर बस्नु है मेरो भाइ। तिमीलाई धेरै सम्झेको छु तिम्रो परदेशी दाइले। यो जुनी यस्तै भयो, अर्को जुनी लिएर आउनु भयो भने अनि लामो आयु लिएर आउनु है मेरो भाइ। र तिमी अर्को जुनीमा पनि मेरै भाइ भएर आउनु होला। यो परदेशी दाइले धेरै सम्झेको छु तिमीलाई।